धन्यवाद क्वेसनको लागि। यो प्रश्न चाहिँ अहिले पछिल्लो समयमा धेरै ठाउँमा उठाइएको प्रश्न पनि हो र जापानमा पपुलेसन नेपालीको बढेसँगै मृत्यु दर पनि बढिरहेछ, तर त्यो अनुपातिक रूपमा अझ बढिरहेको पनि छ। यो हामीले बाहिर सुने जस्तो सोसाइटीकै मात्रै घटना पनि छैन र आर्थिक अभावले मरेको भन्ने कुराहरू पनि धेरै आइरहेछ, त्यो पनि छैन। त्यो विभिन्न कारणहरू छन्, काम नपाएर मृत्यु भएको भन्ने कुराहरूलाई पनि हामीले अहिलेसम्म त्यो पनि भेटाएका छैनौँ। र धेरै जसो कुराहरू चाहिँ जापान र नेपालको संस्कारमा मिल्या हुनाले, नेपालमा जुन रहन सहन संस्कृति छ त्यो नमिल्या हुनाले जापान आएर र जापानमा नेपाल बस्दै गर्दा जुन जापान सुन्नुभएको थियो, जुन सपना देख्नु भएको थियो, त्यो यहाँ आएर अलग छ। त्यो र अर्को कुरा रिलेसनसिपको कुराहरू पनि छ। धेरै कुराहरू चाहिँ अहिले पछिल्लो समयमा जति पनि डेथ बडीहरू हामीले नेपाल पठाइरहेका छौँ, एकदमै यो 20 देखि 30 वर्ष समूहको उमेर समूहको मान्छे मात्रै भएको हुनाले प्रायः जसो रिलेसनसिपको कुराहरूले यस्तो घटनाहरू घटिरहेको छ। अब यसलाई रोकथाम गर्नको लागि चाहिँ नेपालबाट आउने क्रममै नेपालबाट नै जापानको बारेमा अझ बढी सिकाएर पठाउनुपर्छ। हस्, धन्यवाद।